चेन्नई पुग्यो एक्जिट यदि सब लगेज लिनु बेल्ट नम्बर 1 भनेको सब जानुपर्छ न हम कैसे ब्यागेज क्लेमको लागि हामी यतापट्टि लेफ्ट सामन्दावा राम्रो जर्नी राम्रो जर्नी थियो है हाम्रो यो मान्छे उनीहरू चाहिँ शङ्कर नेत्रालय होइन ये भैया का आँख बिगड़ गया है यो मेट्रोको लागि चाहिँ यहाँ बनाइदिएको छ अब मेट्रोमा जाउँ भनेर चाहिँ यो खुट्टामै हिँडेर जानुपर्ने हामी एयरपोर्टबाट अब निक्लिँदैछौँ बेल्ट नम्बर 1 कहाँ छ अब एकछिन ब्याग पर्खिनुपर्छ A1 A2 लौ त मेट्रोको लागि चाहिँ यता जानुपर्ने यहाँ पर ल हामी अहिले आइपुग्यो पहिलोचोटि यहाँ चेन्नईको यो गएको हेरौँ डोमेस्टिक एलिवेटर 4 अभी तमिल में आ गया पैर का निशान का नाम से लिखा हुआ अभी ये तो हो जाएगा अभी हामी वे टु मेट्रो स्टेसन सजिलो त सजिलो रहेछ अब हामी पनि पहिलोचोटि हो मेट्रोमा यो खुट्टाको पहिला चाहिँ छोडेर जानु हुँदैन होला सायद अब टिकटमा चाहिँ छ कन्फ्युज के छ कस्तो छ कुछ नहीं होगा यो चाहिँ नहिँड्दा पनि हुँदो रहेछ हुनु चाहिँ अब चेन्नईको गरम चाहिँ सुरु भयो 1000 लाइट जाने मेट्रोमा जाउँ भने चाहिँ अब मेट्रो हेरौँ पुग्छ होला 1000 लाइटसम्म पुग्छ होला अझै एउटा रहेछ यता साइडबाट जाउँ है कंप्लीट कर दीजिए टोटो अगर इधर से मेट्रो तपाईहरु पनि मेट्रोमा यदि अब चेन्नई आउनु भएको छ भने चाहिँ यता मेट्रोबाट जानु सक्ने रहेछ अगाडि यहाँ अगाडिबाट चाहिँ अब टिकट काउन्टर अगाडि छ यो हिँड्दै नभएकै भने चाहिँ यो बेल्टमा बस्दा पनि हुनेछ तर बेल्ट चाहिँ ढिलो अब चाहिँ हामी मेट्रो स्टेसन यहाँ अगाडिबाट लेफ्ट रहेछ लेफ्टपट्टि गयो भने चाहिँ मेट्रो स्टेसन अब त्यहाँ अगाडि चाहिँ हेर्दै जाउँ के हुन्छ आइपुगे साइन चाहिँ दामी छ यो पहिलालाई पछ्याएर स्टेसन लेख्दैछ वे टु एयरपोर्ट मेट्रो स्टेसन
यो मेट्रो चाहिँ राति 11 बजीसम्म चल्छ भनेर चाहिँ मैले अनलाइन देखेको छु। उनीहरू पनि हामी गएकै जग्गातिर जाँदैछ, ग्रिम्स रोड। अरे भैया है, ए भैया का इलाज करना है ना? अब चाहिँ हामी यो साइडबाट उकालो चढेर चाहिँ त्यहाँ काउन्टर भेट्छ होला सायद। अरे आज न यहाँ से भी देख सकते हैं, यो चाहिँ मेट्रो स्टेसन। ल हामी चाहिँ आए यहाँनिर ट्रेन चढ्यो। मेट्रो स्टेसन कहाँनिर ओर्लिन्छ भन्ने चाहिँ यहाँनिर सबै त बत्ती बल्दै जाँदो रहेछ, ओर्लिसकेको चाहिँ निप्दै जाँदो रहेछ। हाम्रो चाहिँ 1000 लाइट हो। अन्त यहाँनिर पनि अगाडि डिस्प्ले हुँदो रहेछ यहाँनिर। सजिलै रहेछ आयो भने चाहिँ, तर अब फर्स्टमा चाहिँ अलिकति हुन्छ। ल हामी चाहिँ मेट्रोबाट निक्लेर अब निक्लिँदैछ एक्जिट। सजिलै हुँदो रहेछ मेट्रोबाट आउनु पनि। मेरो चाहिँ अब लाइफकै फर्स्ट टाइम पनि हो मेट्रो, त्यो पनि एयरपोर्टबाटै आउनु पऱ्यो। 40 रुपियाँ एकजनाको। अहिले ट्याक्सी उबरहरू गर्नु भने झन्डै 700-800 लिन्छ। ल अब निक्ल्यौँ बाहिर। ल यहाँ स्क्यान गर्नुपर्छ। ल त वेलकम ब्याक भन्नु जस्तो भयो नि चेन्नईमा। नेपाल चाहिँ मेट्रोमा मजा आयो। कैसा लगा मेट्रो का सफर? वही तो बोला, प्लेन और ट्रेन से हमको मेट्रो अच्छा लगता है। पहली बार मेट्रो से भी आया, मजा आयो। यहाँबाट एक्जिटमा हेरौँ बाहिर के छ। बड़े सिटी में यही प्रॉब्लम है, घूमते घूमते दिमाग खराब हो जाता है। गरम चाहिँ सुरु भयो मेट्रोमा। ल फाइनली अब हामी एक्जिटमा आइपुग्यो। अब यसको बादमा चाहिँ यहाँबाट चाहिँ हेर्नुपर्छ 1000 लाइट त याद छ। यहाँ रहेछ अब 1000 लाइट। चेन्नईको फर्स्ट खाना हाम्रो ग्रिल चिकन पनि सकिदिउँ। यहाँ मेयोनिज छ।